भली छिड़ाई भली जरा चपकना भली झूली रहती डोरों की सुट हाँ भली छिड़ाई भली जरा चपकना भली झूली रहती डोरों की सुट एक जोड़ी में खर्च जरा 4,000 खर्च जरा 4,000 अरे चुनरी तेरी चुनरी तेरी चमकनी गुलाबी शरारा चमकनी गुलाबी शरारा हेलो गाइस आज चाहिँ म लगायत यो चाहिँ मेरो भाइ सङ्गम पोखरेल अनि यो चाहिँ मेरो अर्को भाइ मनिष त्यो चाहिँ सङ्गम भएर आज चाहिँ श्री सुपादेवी मन्दिर तथा भगवती मन्दिरको प्रत्यक्ष दर्शन तथा दृश्यावलोकन गर्नका लागि मालागानी गाउँपालिका नम्बर 1 हुँदासम्म अवस्थित यस मन्दिरमा उपस्थित भएका छौँ। तपाईँहरूले यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। हेर्न सक्नुहुन्छ यो चाहिँ अब बस्ने सिट भनौँ कि अब मञ्च भनौँ अब यहाँ बसेर दर्शक लगायत अब हजुरहरूले विभिन्न भ्यू हेर्न सक्नुहुन्छ। जस्तै कि अब यहाँ सक्नुहुन्छ हजुरहरूले यस्तो भिडियो सक्नुहुन्छ यहाँबाट लगायतको भिडियो सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ यो चाहिँ नयाँ बनेको मन्दिर धौलागिरी अन्नपूर्ण माछापुच्छ्रे लगायत हिमालहरूको दृश्य चाहिँ हिजोबाट पानी परिबन जाँदा हिमाल सफा राखेका छन्। सफा मौसम थियो घाम लागेका छन्। यो चाहिँ विभिन्न खेलाडीहरू जसमा चाहिँ खोइ क्षेत्रमा पनि धेरै खेलहरू खेल्ने गरिन्छन्। राष्ट्रपति रनिङ सिल्ड कार्यक्रममा पनि यहाँ विभिन्न खेलहरू हुने गर्छन्। अब तपाईँहरूले एउटा खेल मैदान खोजिरहनु भएको छ भने यो तपाईँहरूको लागि चुनौती आउँछ यहाँ चाहिँ एकपल्ट अवश्य गर्नु पर्ने अरू विद्युत टावर रहेको छ। यहाँ यही विद्युत टावरले मालानी एक स्थानीय बासिन्दाहरूमा घरको घर गर्न पुगेको छ। यो चाहिँ अर्को मञ्च भनौँ कि अब बस्न सक्दो पोगा जस्तो अर्को मन्दिर चाहिँ यो चाहिँ श्री सुपादेवी मन्दिर। यो पनि धेरै पुरानो मन्दिर हो, ऐतिहासिक पोगा। डाँडो तथा श्री सुपादेवी मन्दिर र भगवती मन्दिरलाई विदाई गर्दै अब चाहिँ हाम्रो यात्रा श्री सिद्धिनगर राष्ट्रिय विद्यालयको चौर प्राङ्गण हुनेछ। त्यसपछि चाहिँ हाम्रो यात्रा तल पुऱ्याउने हुनेछ। आज त्यहाँ भलिबल खेल्न आएको रहेछ। अर्को पार्थमा चाहिँ अहिले चाहिँ विशेष कारण श्री सिद्धिनगरमा जान सकिएन। अर्को पार्थमा सिद्धिनगरको पनि भला बनाउँछु, त्यो भिडियो पनि हेर्न नभुल्नुहोला। हस् अब चाहिँ हामी घरतिर प्रस्थान गर्दैछौँ। विशेष कारणले आज त्यति बेला भ्रमण भ्लग गर्न सकिएन, त्यसको निम्ति क्षमा प्रार्थी। हामीले श्री सुन्दर पोखरा बजारमा प्रस्थान गर्न गइरहेका छौँ। हेर्दै गर्नु होला माथि भन्न
उसले भने लाइक कमेन्ट गर्न नभुल्नु अनि सेयर पनि गर्नु होला एकअर्का साथीले सेयर गरेर गर्नुहोस् अब चाहिँ 5 मान्छे सिधै नाभित्र कोठाको भ्रमण गर्दैछौँ त्यसमा नि त्यो भिडियो पनि हेर्नु होला के भयो ल यति नै आज चाहिँ ल के भन्न चाहनुहुन्छ यति नै हेरेपछि यति नै अब लाइक कमेन्ट गर्नु होला अब गर्नु नबिर्सनु होला ल हजुर